बोल्नु भएको? म गोपाल गुरागाई बोलेको। के भयो समस्या भन्नुहोस् त। सर हामीलाई चाहिँ यहाँनिर फुलकुमार शर्मा भन्ने मान्छेले ल्याएको हो 6-7 महिना अगाडि, 1 वर्षको लागि भनेर। तर 5-6 महिना भएपछि यो हाम्रो होटल बन्द भएर अहिले यहाँ हामी टर्कीमा अलपत्र परेर बसिरहेछौँ। लगभग हामी 20 जना छौँ यहाँनिर। 20 जना नेपालीहरू हुनुहुन्छ टर्कीमा। कसले पठाएको? तपाईँ श्रम स्वीकृत गरेर जानुभएको कि भिजिट भिसामा जानुभएको? हामी श्रम स्वीकृति लिएरै आएको छ। अनि श्रम स्वीकृति लिएर गइसकेपछि तपाईँले पैसा तिरेर गइसकेपछि कसले पठाएको हो तपाईँलाई? हामीलाई फुलकुमार शर्माले। अनि उहाँको चाहिँ फुलकुमार शर्माको हो के अरे मेनपालको नम्बर छैन तपाईँसँग? नाम छैन? छ सर, छ। कुन मेनपाल हो उहाँको फुलकुमारको? फुलकुमारको शर्मा मेन पावर भन्ने। अनि तपाईँले के भनेर गयो? के भयो अहिले? हामीलाई चाहिँ 1 वर्षको लागि भनेर ल्याएको थियो यहाँनिर। अनि 5 महिना काम गरेपछि होटल बन्द भयो। हामीलाई 9 महिना होटल चल्छ, 9 महिना पछाडि चाहिँ तपाईँहरूलाई अर्को ठाउँमा काम लगाइदिन्छौँ भनेर भन्नुभएको थियो। तर 5-6 महिना भएपछि होटल बन्द भयो। अनि होटल बन्द भएर चाहिँ हामीलाई अहिले इस्तानबुलमा ल्याएर राखेको छ। कति दिन भयो तपाईँले काम नपाउनु भएको? कति दिन भयो? 1.5 महिना भयो सर हामी यहाँ रुममा बसेको। 1.5 महिना रुममा बसिसक्नु भयो। अनि खाना बस्नको व्यवस्था? खानालाई चामल चाहिँ दिँदै हुनुहुन्थ्यो। अब तरकारीहरू चाहिँ आफैले किनेर ल्याएर खाँदै थियौँ। त्यही पनि हामी इलिगल भइसकेको छौँ। अब कति साथीहरूलाई त पुलिसले पक्रेर लगेर पनि छोड्यो। ए नेपाल पठाइदिएन? पुलिसले समातेर नेपाल पठाइदिएन इलिगल भएपछि? नेपाल पठाइदिएन। तिमीहरू यति दिनभित्रमा नेपाल जानु भनेर छोडिदियो। अनि बाहिर निक्लेर सामानहरू किन्न जानु पनि अब यहाँ डर मर्दैछ, पक्रेर लगिहाल्छ भन्ने डर छ। अब के गर्नु पर्यो त? तपाईँ कति पैसा तिरेर जानु भएको त्यहाँ? अब हामीले कसैले 5 लाख, कसैले 6 लाख, कसैले 7 लाख हेरी छ सर। अनि अहिले के भन्नुहुन्छ त उहाँले? शर्माजीले के भन्नुहुन्छ? शर्माजीले भन्नुहुन्छ वेट गर्नु काममा लगाइदिन्छु भन्नुभएको छ। तर अब अहिलेसम्म काम लाग्यो। 1.5 महिना भइसक्यो। कति वेट गर्ने हो? तलब चाहिँ कति हुन्छ भनेर पठाएको तपाईँलाई? तलब चाहिँ उहाँले भनेको बमोजिम नै भयो। हामीलाई कन्ट्याक्ट गरेको थियो 26,500 मा। तलब चाहिँ त्यति नै दियो होटल चलुन्जेलसम्म चाहिँ। अनि त्यो पछाडि होटल बन्द भएपछि 1 महिनाको तलब घर नपठाउनु, 1 महिनाको तलब आफूसँगै राख्नु, 1 महिना चाहिँ वेट गर्नुपर्छ, काम लगाइदिन्छु भन्नुभएको थियो। अब हामी वेट गरेको लगभग 1.5 महिना भइसक्यो। तपाईँहरू के त नेपाल रेस्क्यु हुने हो कि अथवा कम्पनीले शर्माजीले काम लगाइदियो भने काम गर्नुहुन्छ? यहाँनिर इलिगल कामहरू त पाउँदो रहेछ। तर हामी इलिगल काम नगर्ने, हामी नेपालै फर्किने। अब नेपाल फर्केपछि उहाँले भनिराख्नु भएको छ कि त म त्यही पैसामा अर्को ठाउँ पठाइदिन्छु भनेर। अब हामी त अर्को ठाउँ जानु पनि सम्भव छैन, किनभने हामी अरू ठाउँमा नजानु होला। तपाईँहरू अझ जोखिममा पर्नुहुन्छ। त्यसरी इलिगल पनि काम नगर्नु होला, जोखिममै पर्छ। घटना दुर्घटना हुन सक्छ। तपाईँहरू यसो गर्नु न, शर्माजीलाई भनेर शर्माजीको नाम नम्बर दिनु मलाई। तपाईँको आफन्ती कोही छ भने यहाँ पठाइदिनु न अफिसमा। ए हुन्छ सर, हुन्छ है। ल तपाईँलाई सहयोग गर्नेछौँ हामीले। ल हुन्छ।